भएको जग्गा बेचेर खेतबारी प्लटिङ गरेर बेचेर आएको पैसा ब्याङ्क ब्यालेन्समा राख्छु अनि त्यसको ब्याजले म भात खान्छु केटाकेटीलाई पाल्छु केटाकेटी पढाउँछु भन्ने हामी छौँ कि छैनौँ भन्नु त त्यो देखिन्छ त्यसो भने यो देशै बेचिदिउँ न भन्नेहरू पनि होला अब ठुलो स्केलको तपाईँको भूमाफियाहरू सानो स्केलको भूमाफियाले तपाईँको खेतबारी मोलमोलाई गर्छ होइन कति करोडमा बेच्दिउँ तपाईँको यति बिघा यसो चाहिँ बारीहरू भनेर आउँछ तपाईँलाई तपाईँ बेच्नुहुन्छ नि उसले काटेर बेच्छ अलिक ठुलो स्केलको पनि होला नि त स्केल इज अलवेज देयर होइन अलिक ठुलो स्केलको मान्छेले चाहिँ यो सगरमाथाहरू बेच्दिउँ हो यो होइन है पैसा आउँछ मोडर्नाइजेसन के यति अर्ब डलर आउँछ त्यो डलर राखौँ कहीँ कतै स्विस ब्याङ्कतिर ब्याजले देश चलाउँ बुद्धि हेर्नु न है किडनी बेच्दिउँ हौ किडनी क्या है दसैँमा लुगा लगाउनुपर्छ अलिक राम्रो गहना होइन